हेलो साथीहरू, स्वागत छ तपाईँलाई आजको मेरो यो नयाँ भिडियोमा। अनि आज चाहिँ म यति खुसी छु किनभने आज पानी परिरहेको छ। साथीहरू, हिजो र अस्ति चाहिँ यस्तो गर्मी भएको थियो, बस्नै गाह्रो जस्तो लागिरहेको थियो। मलाई चाहिँ कहिले इन्डिया गएर आनन्द हुन्छ, पानी गर्मी त यस्तो हुँदैन भनेर सोचिरहेको थिएँ। तर आज फाइनल्ली रातिदेखि पानी परेर यस्तो छ, घरको बिजोक पानी परेर फुलहरू सबै बिग्रियो आज चाहिँ। तर पनि केही छैन साथीहरू, होइन, गर्मीभन्दा त पानी परेकै ठिक छ, शीतल त हुन्छ। म त खुसी लागिरहेछ जे होस् आज शीतल त हुने भयो भनेर। तर रातिदेखि पानी परिरहेको थियो अनि आज चाहिँ पुरा बाहिर पनि अँध्यारो छ नि त पानी परेर। अनि मैले चाहिँ बत्ती बालेर खानाहरू बनाएँ भित्र, किनभने पुरा अँध्यारो भइरहेको छ, घाम लागेको छैन, पानी परिरहेको छ, त्यही भएर। अनि मैले चाहिँ खाना पनि बनाइसकेँ। अहिले चाहिँ 11 बजे। आज हाम्रो अलिक ढिलो भयो पानी परेकोले गर्दाखेरि। अनि यहाँनिर दाल र भात पकाइसकेको थिएँ। अनि यहाँनिर चाहिँ मैले आगोमा चाहिँ सब्जी पकाउँदैछु। आज चाहिँ लौका र आलुको सब्जी बनाएँ मैले। आगोमा चाहिँ पानी परेको बेलामा मलाई सब्जी पकाउनु मजा लाग्छ। अनि म त हिजोको घामले त डढेर यस्तो फुच्रै भएको थियो, अनुहार पनि पुरा ड्राई भएर। तर पनि केही छैन, होइन साथीहरू, यस्तो त हुँदै गर्छ। अनि आज चाहिँ मैले अन्डा बनाउँदैछु, किनभने अन्डा चाहिँ हामीले धेरै दिन भएको त नखाएको। हामी चाहिँ प्रायः मासु नै खाइरहेको हुन्छौँ। अनि आज चाहिँ अन्डा खाइदिउँ न त, पानी पनि परिरहेछ भनेर यहाँ मैले अन्डा बनाउनलाई तेल हालेर बनाउँदैछु। अनि मलाई चाहिँ फेरि अन्डामा त्यस्तो के कुराहरू हालेको मन पर्दैन क्या, प्याजहरू हालेको। मलाई चाहिँ पुरा सिम्पल मनपर्छ, मम्मीलाई पनि त्यस्तै मनपर्छ। अनि मैले चाहिँ यहाँनिर 3टा अन्डा बनाएँ, 2-2वटा गरेर। अनि यो चाहिँ रहेछ हाम्रो आजको खाना। बिहानको अन्डा छ, दाल छ, ऊ छ, म चाहिँ एकैचोटि हालेर खान्छु। अनि हामी चाहिँ यहाँनिर सबैजना बसेर खाना खाँदैछौँ। नानी सुतेको बेलामा चाहिँ हामी जहिले पनि सबैजना सँगै बसेर खाना खान्छौँ। सो थ्याङ्क यू फर वाचिङ, बाई बाई।